श्रीनगर एग्रोटेकको आइपिओ भर्ने सबैजनालाई एउटै कुराको हतारो छ, रिजल्ट कहिले आउँछ? ल, आज हामी यही आइपिओको नतिजा र त्यसपछिको अवस्थाबारे सबै कुरा प्रष्ट पार्नेछौं। सबैको मनमा एउटै प्रश्न छ, हैन त? आखिर यो आइपिओको रिजल्ट आउने कहिले हो? ल, त्यो लामो पर्खाइ अब सकियो, किनभने आइपिओ बाँडफाँडको अफिसियल मिति नै आइसकेको छ। क्यालेन्डरमा टिक लगाइहाल्नुस्। श्रीनगर एग्रोटेकको आइपिओ बाँडफाँड हुने मिति हो यही आउँदो बुधबार कार्तिक 12 गते। अब समयको कुरा गर्दा प्रायजसो बिहान 9 देखि 11 बजे भित्रै बाँडफाँड सकिने चलन छ, त्यसैले त्यही समयमा होला भन्ने अनुमान गर्न सकिन्छ। तर यो बाँडफाँडमा शेयर पर्न किन यति गाह्रो छ त? आउनुहोस् यसको पछाडिको गणितलाई अलिकति बुझौं। हेर्नुस् त, 19,42,000 भन्दा बढी। यो कुनै सानो संख्या होइन है। यति धेरै लगानीकर्ताहरूले यो आइपिओमा आवेदन दिएका छन्। र यति धेरै आवेदकले मागेको शेयर संख्या त झनै अचम्म लाग्दो छ। कुल माग थियो 2,17,00,000 किता भन्दा पनि बढी, जुन बिक्रीको लागि राखेको शेयर भन्दा त कता हो कता धेरै हो। सिधा भाषामा भन्नुपर्दा यो आइपिओ 8.64 गुणाले ओभरसब्सक्राइब भयो। अब यस्तो अवस्थामा शेयर पाउनु भनेको त भाग्यकै खेल हो, चिट्ठा परे जस्तै। यो चार्टले अवस्थालाई झनै छर्लङ्क पार्छ। एकातिर कम्पनीले दिन खोजेको शेयर अनि अर्कोतिर लगानीकर्ताले मागेको शेयर। हेर्नुस् त कति ठूलो फरक छ। हो, यही कारणले गर्दा नै गोला प्रथाबाट भाग्यमानी छान्नु परेको हो। ल, यति ठूलो भिडमा आखिर कसको भाग्य चम्किन्छ त? कसले पाउँछन् त शेयर? ल हेर्नुस्, हिसाब एकदमै प्रष्ट छ। गोला प्रथाबाट जम्मा 2,51,449 जनाले 10-10 किता शेयर पाउनेछन्। दुःखको कुरा, यसको मतलब करिब 17 लाख आवेदकको हात चाहिँ खाली हुने देखिन्छ। एउटा अर्को रमाइलो कुरा पनि छ। जसले 20 किता वा त्योभन्दा बढी आवेदन दिएका थिए, उनीहरूमध्येबाट 3 जना चाहिँ सुपर लक्की हुनेछन्। उनीहरूले 10 किता होइन 11 किता शेयर पाउनेछन्। ल, बाँडफाँडको कुरा त भयो। अब त्यसपछिको बाटो कस्तो छ त? अबका मुख्य मितिहरू र प्रक्रियाहरू के छन् त्यो पनि हेरिहालौं। कार्तिक 12 गते बाँडफाँड भएपछि दिउँसोतिरबाट रिजल्ट चेक गर्न मिल्छ। अनि शेयर परेपछि बेच्न वा किन्नको लागि, अर्थात् दोस्रो बजारमा लिस्टिङ हुन चाहिँ मङ्सिरको तेस्रो वा चौथो हप्तासम्म पर्खिनुपर्ने हुन्छ। अब जसलाई शेयर पर्छ, उहाँहरूको मनमा आउने पहिलो प्रश्न हो, बजारमा कारोबार सुरु हुँदा यसको भाउ कति पुग्ला? ल, त्यसबारे पनि कुरा गरौं। कुनै पनि कम्पनीको पहिलो कारोबारको मूल्य त्यसको नेटवर्थमा भर पर्छ। श्रीनगर एग्रोटेकको कुरा गर्दा यसको प्रति शेयर नेटवर्थ 105 रुपैयाँ 59 पैसा छ। यही नै यसको आधार मूल्य हो। अब नियमले के भन्छ भने, पहिलो कारोबार यही नेटवर्थको 3 गुणासम्ममा हुन सक्छ भनेपछि यसको ओपनिङ प्राइस रेन्ज हुने भयो न्यूनतम 105 रुपैयाँ 59 पैसादेखि अधिकतम 316 रुपैयाँ 77 पैसासम्म। तर बजारको अहिलेको ट्रेन्ड हेर्ने हो भने धेरैजसो आइपिओहरूले आफ्नो माथिल्लो रेन्जमै कारोबार सुरु गरिरहेका छन्। त्यसैले यो शेयरले पनि 316 रुपैयाँकै हाराहारीमा पहिलो कारोबार सुरु गर्ने सम्भावना एकदमै धेरै छ। र अब आउँछ सबैभन्दा ठूलो प्रश्न। शेयर त पर्यो, अब के गर्ने? पहिलो दिनमै बेचेर नाफा बुक गर्ने कि कम्पनीको भविष्य राम्रो देखेर लामो समयसम्म होल्ड गर्ने? यो निर्णय हरेक लगानीकर्ताको आफ्नै हुन्छ। के गर्ने भन्ने कुरा आफ्नो लगानी रणनीतिमा भर पर्छ।